श्री कृष्णाय वासुदेवाय हरे परमात्मने प्रणतम कृष्णसाय वासुदेवाय नमो नारायण भगवानले रक्षा सुख सन्तोष नारायणले रक्षा गरून्। नमस्कार अनि हार्दिक स्वागत छ। म ऋषि र आज म गुल्मी जिल्ला सत्यवती गाउँपालिका वडा नम्बर 8 फारसेको प्राचीन तथा ऐतिहासिक तपभूमि शिवालय मन्दिरमा लिएर आइपुगेको छु र यो शिवालय मन्दिरबाट तपाईहरुलाई यस ठाउँको बारेमा जानकारी दिने कोसिस गर्नेछु। साथसाथै यस मन्दिरमा विगत लामो समयदेखि पूजाआजा गर्नको लागि बस्नु भएको पुजारी बुवासँग पनि केही कुराकानी गर्नेछु र सो कुराकानी तपाईहरु समक्ष पनि प्रस्तुत गर्ने कोसिस गर्नेछु। र अहिले म गुल्मी जिल्ला सत्यवती गाउँपालिका वडा नम्बर 8 फारसेको गुफा मन्दिर शिवालय मन्दिरमा आइपुगेको छु र यसबाट भएका सुन्दर दृश्य सँगसँगै यस मन्दिरको बारेमा पनि तपाईलाई जानकारी दिने कोसिस गर्नेछु। श्री कृष्णाय वासुदेवाय हरे परमात्मने प्रणतम कृष्णसाय वासुदेवाय नमो नारायण भगवानले रक्षा सुख सन्तोष नारायणले रक्षा गरून्। प्राचीन ऐतिहासिक शिवालय गुफा मन्दिरमा आइपुगेको छु र यहाँ एकजना बुवा हुनुहुन्छ। मन्दिरमा गएर बसेर पूजाआजा गर्नुहुन्छ। उहाँ बुवासँग सानो कुराकानी गर्न गइरहेको छु। बुवा नमस्कार। नारायण। अनि हजुर बुवाको शुभ नाम? मेरो नाम गुरुप्रसाद। गुरुप्रसाद सर। कति वर्षदेखि यस ठाउँमा बस्दै आउनु भएको छ बुवा? यहाँ बसेको म 6-7 वर्ष भइसक्यो। हजुर हजुर। 4 महिना बस्ने, 4 महिना फेरि जसरी लाउने गर्थेँ। अहिले आएको वर्ष दिन भयो। यही हुनुहुन्छ वर्ष? यही छु। अनि कस्तो छ बुवा यस ठाउँमा बस्नको लागि? ठिकै छ, शिखर राम्रै छ के बस्नलाई। हजुर हजुर। यहाँ पैसा दिन्नन्, केही दिन्नन्, खाना दिन्छन्। हजुर हजुर। पूजाआजा गरिरहनु भएको छ? राम्रो छ, पूजाआजा गरिएको छ, बसिएको छ। अवश्य हजुर। अनि सत्यवती गाउँपालिका वडा नम्बर 8 बाट के कस्तो सेवा सुविधाहरू दिनुभएको छ हजुरलाई? यहाँ एक्लै बस्नु हुँदो रहेछ, खाना पर्यो हैन, बिरामी भयो भने के कसरी चाहिँ तपाईलाई सेवा सुविधा दिनु भएको छ? बिमारी भएर आफ्नो पैसा गोजामा भए खर्च गर्ने, नभए केही मर्ने हो। सबै भगवानको कृपा। भगवान खाना दिन्छन्। हजुर हजुर। बस खाना दिन्छन्, पूजाआजा चामल खाना पनि मरिन्न, अर्थको लागि यहाँ केही पनि छैन। हजुर हजुर। अनि तल शिवालय मन्दिरको तल जुवाङमा पनि झर्नुहुन्छ हजुर? जुवाङमा पनि झर्छु म कहिले। जुवाङमा झर्छु। हस् धन्यवाद, तपाईलाई धेरै धेरै धन्यवाद। खुसी लाग्यो तपाईसँग भेटघाट भयो। म फेरि फर्केर पछि एकपटक तपाईसँग भेट्न आउने छु। हस् त नमस्कार। धन्यवाद। रामलाई अघि लाउँला होय राम गएपछि रामलाई अघि लाउँला होय राम गएपछि मै जाउँला।